साथीहरु नमस्ते। म चाहिँ आज सिटी अफ टेम्पल काठमाडौँमा छु। आज चाहिँ म तपाईहरुलाई चाहिँ यता मन्दिर चाहिँ महालक्ष्मी स्थानको मन्दिर चाहिँ दर्शन गराउने छु। यो मन्दिर म यहाँको मन्दिरको वरिपरिको इन्भाइरोमेन्ट साथै मन्दिरको आर्किटेक्चरको डिजाइन र यो मन्दिरमा चाहिँ कसरी भइरहेको छ देखाउने छु। यसमा चाहिँ यो चाहिँ प्रसिद्ध हिन्दू धर्मावलम्बीहरुको मन्दिर हो। यो चाहिँ एउटा धन सम्पत्ति र समृद्धिको रूपमा चाहिँ महालक्ष्मीलाई लिने गरिन्छ हिन्दू धर्ममा। यसमा चाहिँ विभिन्न श्रद्धालु महानुभावहरू पूजाआजा गर्नको लागि यस मन्दिरमा आउनुहुन्छ। यो चाहिँ पुरानो मन्दिर हो नेपालको। यसमा महालक्ष्मी स्थानको मन्दिर चाहिँ यो ललितपुरको महालक्ष्मी स्थानमा अवस्थित छ र यो नाम पनि महालक्ष्मी देवीको नामबाट चाहिँ ग्रहण गरेको हो यो ठाउँमा चाहिँ। र यो चाहिँ एकदम यहाँ चाहिँ आर्किटेक्चरको डिजाइनमा पनि देख्न सकिन्छ न्यू आर्किटेक्चरमा चाहिँ यो मन्दिरमा। त्यसको साथै अब यहाँ चाहिँ हामीले देख्न सक्ने भनेको घन्टीहरू देख्न सक्ने। यो चाहिँ हाम्रो पश्चिमपट्टिको ढोका हो। यो चाहिँ आर्किटेक्ट डिजाइनमा चाहिँ कोरिएको छ यो मन्दिरमा चाहिँ। यसको साथै यतापट्टि हाम्रो मन्दिरको पछाडिपट्टि रहेको एउटा गार्डन हो जसमा चाहिँ दुबोहरू वृक्षारोपण गरिएको छ। र यसमा चाहिँ अब स्थानीयहरूले पिसफुल एरिया बस्नको लागि सुइटेबल छ यो एरिया चाहिँ।